नमस्ते। आज हामी कुरा गर्दैछौँ समृद्ध नेपालको एउटा परिकल्पनाबारे। यो खासमा नेपालको भविष्य कस्तो हुने भनेर बनाइएको एउटा खाका हो, जसमा जम्मा 26वटा पिलरहरू अथवा भनौँ स्तम्भहरू छन्। ल सुरु गरिहालौँ। हाम्रो काम भनेको यो डकुमेन्टलाई आलोचना गर्नु होइन, बरु यसमा के कुराहरू छन् भनेर सरल भाषामा बुझ्ने प्रयास गर्नु हो। ल है त, एक एक गरेर यसका मुख्य पक्षहरूलाई हेर्दै जाउँ। अब यी 26वटै स्तम्भलाई एकैचोटि हेर्दा त अलि भद्रगोल होला, होइन? त्यसैले सजिलोको लागि हामीले यसलाई 4वटा मुख्य भागमा बाँडेका छौँ। पहिलो हो आर्थिक खाका, त्यसपछि आउँछ आधुनिक राष्ट्र निर्माण, अनि तेस्रोमा नागरिक र प्रकृति, र अन्त्यमा सुशासन र राष्ट्रिय एकता। ल, त्यसो भए पहिलो खण्डबाटै सुरु गरौँ न त। आर्थिक समृद्धिको खाका। आखिर कुनै पनि देशको समृद्धिको सबैभन्दा बलियो जग भनेको त्यसको अर्थतन्त्र नै त हो। अनि यो भिजनले चाहिँ त्यसको लागि कस्तो आधार तयार पारेको रहेछ, हेरौँ। यो आर्थिक रणनीतिको मुख्य आइडिया सारमा भन्नुपर्दा एकदमै सिधा छ। बाहिरबाट सामान ल्याउने कुरा घटाउने र आफ्नै देशमा उत्पादन गरेर बाहिर बेच्ने कुरा बढाउने। मतलब एकातिर आयात कम गर्ने र अर्कोतिर निर्यात बढाउने। यसो गर्दा देशको पैसा बाहिर जाँदैन, भित्र भित्रिन्छ, जसले आर्थिक सन्तुलनलाई बलियो बनाउँछ। यहाँ एउटा निकै ठूलो भनौँ न महत्त्वाकांक्षी लक्ष्य पनि राखिएको छ। त्यो के हो भने देशको कुल अर्थतन्त्रमा औद्योगिक क्षेत्र मतलब इन्डस्ट्रीको योगदानलाई 20% पुर्याउने। सोच्नुस् त, यदि यो लक्ष्य साँच्चै पूरा भयो भने देशमा उत्पादन र रोजगारी दुवैमा कत्रो ठूलो फड्को लाग्ला। अब यो आर्थिक खाकालाई पूरा गर्न अरू कुराहरूमा पनि ध्यान दिएको छ, जस्तै कि आफ्नै देशमा सम्मानजनक काम र रोजगारी सृजना गर्ने, कृषि र व्यवसायलाई आधुनिक बनाउने, अनि पर्यटकहरूलाई धेरै दिन टिकाएर आम्दानी बढाउने र देशको पैसालाई सही ठाउँमा मतलब उत्पादनमूलक क्षेत्रमा लगाउन एउटा बलियो वित्तीय प्रणाली बनाउने। ल, अर्थतन्त्रको कुरा त भयो, तर यो बलियो आर्थिक जगमाथि कस्तो देश बनाउने सपना देखाइएको छ त? आउनुहोस् अब हाम्रो दोस्रो खण्डमा प्रवेश गरौँ। आधुनिक राष्ट्रको निर्माण। यसमा चाहिँ देशको भौतिक र डिजिटल पूर्वाधारका कुराहरू छन्। आधुनिकीकरणको यो बाटोलाई 3वटा स्टेपमा देखाइएको छ। स्टेप 1, डिजिटल पूर्वाधारको जग हाल्ने। यो भयो भने विकास र सुशासनको लागि बाटो खुल्छ। स्टेप 2, यही डिजिटल जगमाथि देशैभरि सुरक्षित र आधुनिक यातायातको सञ्जाल बनाउने। र अन्त्यमा स्टेप 3, गतिशील गाउँ र आधुनिक सहरहरू बनाउने। एकदमै सिलसिलेवार तरिकाले सोचिएको छ। यति मात्रै होइन, अरू पनि महत्त्वपूर्ण पक्षहरू छन् है। जस्तै हरेक नागरिकको लागि राम्रो सुरक्षित घरवासको व्यवस्था गर्ने, अनि देशमा प्रयोग गरेर बढी भएको बिजुली मतलब स्वच्छ ऊर्जा विदेशमा बेच्ने, साथै पुनर्निर्माणका जुन कामहरू बाँकी छन् ती सबै सकाउने र देशको समग्र इन्फ्रास्ट्रक्चरलाई एउटा पूर्णता दिने लक्ष्य पनि यसैमा छ। पैसा र बाटोघाटो मात्रै भएर त देश बन्दैनन्, होइन र? मान्छे र प्रकृति पनि त चाहियो। हो, अब हाम्रो ध्यान यस्तै मानवीय र वातावरणीय पक्षमा जाँदैछ। हाम्रो तेस्रो खण्ड हो नागरिक र प्रकृतिको संरक्षण। हरियो वन, समुदायको धन। यो नारा हामीले धेरै सुनेका छौँ। यसले भन्न खोजेको सिधा छ, हाम्रो प्राकृतिक सम्पदाको सही तरिकाले व्यवस्थापन गर्ने। मतलब वनलाई जोगाउने मात्र होइन, त्यसबाट हुने फाइदा सिधै त्यहाँका समुदायसम्म पुर्याउने, ताकि उनीहरू नै सम्पन्न बनुन्। अनि हेर्नुस् त, वनको कुरासँगै जोडिएर आउँछ जनस्वास्थ्यको कुरा। अर्को स्तम्भ छ स्वच्छ पानी सफा आँगन। यो नाराले नै प्रश्न पार्छ कि सार्वजनिक स्वास्थ्य र सरसफाइलाई कति महत्त्व दिएको छ भनेर। नागरिकको जीवनस्तर सुधार्नका लागि अरू पनि थुप्रै महत्त्वपूर्ण कुराहरू छन्, जस्तै कि टेक्नोलोजी प्रयोग गरेर राम्रो शिक्षा दिने, अनि देशलाई खानामा आत्मनिर्भर बनाउन वर्षैभरि सिँचाइको व्यवस्था गर्ने। यसका साथै स्वस्थ खानपान र व्यायामलाई बढावा दिने, युवाहरूको नयाँ सोच र आइडियालाई प्रोत्साहन गर्ने, अनि खेलकुदको विकास गरेर देशको नाम चम्काउने कुरामा पनि जोड दिएको छ। ल, यति धेरै ठूला योजनाहरूको कुरा त गर्यौं, तर यी सबैलाई एउटै मालामा उनेर लागू कसरी गर्ने त? यही प्रश्नको जवाफ खोज्न अब हामी जाँदैछौँ हाम्रो चौथो र अन्तिम खण्डमा, सुशासन र राष्ट्रिय एकता। सबैसँग मित्रता, छैन कसैसँग शत्रुता। यो वाक्यले नेपालको विदेश नीतिको सार बताउँछ। यसको मतलब सिधा छ, हामी कसैसँग पनि दुश्मनी मोल्दैनौँ, बरु सबैसँग साथीको जस्तो सम्बन्ध राख्छौँ। यही नै हाम्रो कूटनीतिको मूल मन्त्र हो।
अब सुशासनको कुरा गर्दा यसका लागि पनि केही महत्त्वपूर्ण स्तम्भहरू छन्। पहिलो त सफा र भ्रष्टाचार मुक्त प्रशासन चाहियो। दोस्रो, सरकारी सेवाहरू नागरिकले सजिलै र राम्रोसँग पाउनु पर्यो। र तेस्रो, संसारभरि छरिएर रहेका नेपाली दाजुभाइ दिदीबहिनी जसलाई हामी एनआरएन्स भन्छौँ, उहाँहरूको ज्ञान र सिपलाई देश बनाउनमा लगाउने। ल, यसरी हामीले आर्थिक, पूर्वाधार, सामाजिक र शासकीय गरी एक आपसमा जोडिएका चारवटा पक्षलाई समेट्ने यो पूरा खाका हेर्यौं। हो, यो भिजनले समृद्ध नेपालको एउटा निकै राम्रो तस्बिर देखाउँछ। तर दिनको अन्त्यमा सबैभन्दा ठूलो प्रश्न त के रहन्छ भने यति ठूलो, यति महत्त्वाकांक्षी योजनालाई केवल कागजमा मात्र सीमित नराखेर साँच्चीकै वास्तविकतामा बदल्न के चाहिने होला।